बैठना हमारा दुकान हम कर रहे हो
बिहान पनि हो। हाम्रो बिचमा सम्पूर्ण उपस्थित आज समय धेरै ढिलो भइसकेको छ। म सर्टकटमा छिटो मिठोमा टुङ्ग्याउन चाहन्छु। म अपन स्वर्ग नेपालको अध्यक्ष म झोटन नेता सबैलाई विनम्र अनुरोध र नमस्कार गर्न चाहन्छु। आज हामी यस महत्त्वपूर्ण कार्यमा सम्मिलित भएका हाम्रो समिति लगायत धेरै पुरानो दिनदेखि हामी सोचेका थियौँ हिमाल पहाड तराई पैसा पराई कसरी एकै ठिकाना जोड्ने भन्ने हामी सङ्कल्प लिएको थियौँ। आज म जहाँ उभिएको छु यसको हाम्रो मूल हात हाम्रो समितिका छ। यस कार्यक्रमको संयोजक हाम्रो र अपन स्वर्ग नेपाल बहुभाषिक इन्टरनेसनल अवार्डमा उपस्थित भएका हिमाल पहाड तराई विभिन्न धेरै विधामा हामी सम्झिन नसके पनि केही विधामा सम्झेको छु। र आज यस कार्यक्रमको प्रमुख अतिथि अभिभावक प्रमुख अतिथि साहित्य पूर्व मेयर र वरिष्ठ समाजसेवी र हाम्रो गोपाल काकालाई म ढोक गर्न चाहन्छु। र यस नगरपालिकाको मेयर आदरणीय दाई केदार भण्डारीज्यूलाई म धेरै हृदयदेखि म सम्झिन चाहन्छु। आज हामी यो कार्यक्रमको अग्रसर लिएका छौँ र हाम्रो नगरपालिकाको उपिता मेहताज्यूलाई पनि आज हाम्रो कार्यक्रममा उपस्थित हुँदाखेरि धेरै खुसी लागेका छ। र उपस्थित सबैजना विभिन्न सङ्घ संस्था आदरणीय माननीय साहित्य कलाकर्मी आज हामी एकै ठिकामा हामी छौँ। यसै गरी हाम्रो फर्स्ट पिलरवा नगरपालिका यस कार्यक्रमको अग्रसता गर्नुभएको छ। र यसै गरी हाम्रो बगरा गाउँपालिका र कोशी गाउँपालिका हरिनगर गाउँपालिका देवानगञ्ज गाउँपालिका र हाम्रो गढी बर्जु गाउँपालिका दुहुबी नगरपालिका इलरवा नगरपालिका लगायत हाम्रो इथरी नगरपालिकाको पदाधिकारी र साथ सपोर्ट गर्ने सबैलाई उहाँको राष्ट्र अभियानी अपन स्वर्ग नेपालको पहिलो इन्द्रेणीको मैथिली गायक छोटन नेताबाट म निम्न अनुरोध र नमस्कार गर्न चाहन्छु। जय गीत जय सङ्गीत म बिदा हुन चाहन्छु। धन्यवाद सबैमा। काफी रहते हैं बढ़िया रहते हैं ना पारी कितने So, let's begin this award show with a round of applause.